अध्याय 1 विपश्यना ध्यानमा प्रवेश। विपश्यना साधना के हो? वि अर्थात् विशेष र पश्यना अर्थात् अवलोकन दुई शब्दको संयोजनबाट बनेको विपश्यना शब्दको अर्थ हो जुन वस्तु जस्तो छ त्यही रूपमा अवलोकन गर्नु। जुन वस्तु जस्तो छ त्यस वस्तुको गुण, धर्म र स्वभावलाई विशुद्ध त्यही रूपमा अवलोकन गर्नु नै विपश्यना हो। जब विपश्यना साधना भनिन्छ, यो साधनाले काय र चित्तका क्षेत्रमा प्रतिक्षण उत्पन्न भइरहने अनेक प्रकारका सुखद वा दुःखद संवेदनाका अनित्य गुण, धर्म र स्वभावलाई न राग न द्वेष, मात्र जागरुक र समभावी दृष्टिले अवलोकन गर्ने साधना भन्ने बुझाउँछ। विपश्यना साधना झन्डै 6 वर्षसम्मको अनेक प्रकारका आंशिक, अपूर्ण, पूरक, भ्रामक, मिथ्या, विपरीत परिणामदायी प्रकृतिका निर्वाण साधनाहरूका असफलता पश्चात आफ्नै प्रामाणिक निर्वाण अनुभूतिको आधारमा भगवान बुद्धले प्रतिपादन वा विकास गर्नुभएको संसारको एकमात्र सत्य मोक्ष साधना विधि हो। जब भगवानले निर्वाण प्राप्त गर्नुभयो तत्पश्चात उहाँले निर्वाण अभिलाषी साधकहरूले निर्वाण प्राप्त गरून् भन्ने ध्येयले आर्य अष्टाङ्ग साधना मार्गको प्रतिपादन गर्नुभयो। भगवानले आर्य अष्टाङ्ग साधना मार्ग बाहेक दोस्रो निर्वाण साधना विधि प्रतिपादन गर्नुभएको छैन। यही आर्य अष्टाङ्ग मार्ग साधना नै विपश्यना साधना हो। यो साधनालाई महासतिपट्ठान साधना पनि भनिन्छ। भगवान बुद्धले विकास गर्नुभएको आर्य अष्टाङ्ग मार्ग साधना अत्यन्त सूक्ष्म, गहन, पूर्ण, सत्य र असाधारण रूपमा शक्तिशाली निर्वाण साधना विधि हो। स्वयं सम्यक सम्बुद्धद्वारा प्रतिपादित यस विपश्यना साधना विधिका कयौँ महत्त्वपूर्ण पक्ष वा विशेषताहरू छन्। निर्वाणाभिलाषी विपश्यी साधकले विपश्यना साधनाका यी महत्त्वपूर्ण पक्ष वा विशेषताप्रति स्पष्ट हुन साधनाका दृष्टिले अत्यन्त आवश्यक भएकाले सर्वप्रथम विपश्यना साधनाका प्रमुख विशेषता वा पक्षका बारेमा चर्चा गरिएको छ। विपश्यना साधनाका महत्त्वपूर्ण पक्ष वा विशेषताहरू। विपश्यना प्रकृतिका शाश्वत नियममा आधारित निर्वाण साधना विधि हो। अनेक धर्म, ईश्वर, गुरु, आत्मा, परमात्मा, सांप्रदायिक मत, धारणा, मान्यता आदि सम्पूर्ण रूपमा अनुपस्थित विपश्यना साधना धम्म वा प्रकृतिका शाश्वत नियममा आधारित निर्वाण साधना विधि हो। तपाईमा धम्म वा प्रकृतिका 6वटा शाश्वत नियम छिपेका छन्। प्रकृतिका यी 6 शाश्वत नियमको व्याख्या पछाडिका अध्यायहरूमा गरिएको छ। विपश्यना साधनामा प्रकृतिका शाश्वत नियम, जुन नियमले संस्कार, बीज प्राप्त गरेकाले तपाईँको जीवनमा दुःख चक्र, लोक चक्र र भवचक्र उत्पन्न गरिरहेको छ। प्रकृतिका तीनै शाश्वत नियममा विपश्यना साधनाद्वारा चित्तको समभावी संस्कारको बीच छरेर स्वयंमा धर्मचक्र उत्पन्न गर्दै निर्वाण प्राप्त गरिन्छ। विपश्यना संवेदनामा आधारित साधना हो। भगवान बुद्धको मतअनुसार विषयको कारण देह र चित्तमा उत्पन्न हुने सुखद र दुःखद अनुभूति भोग गर्ने चित्तको प्राकृतिक स्वभाव नै संस्कार हो। चित्तको यही संस्कारका कारण नै तपाईमा विषय बन्धन, दुःख चक्र, लोक चक्र, भवचक्र उत्पन्न भइरहेको छ।
जबसम्म तपाईँ चित्तको यो दुःखद र सुखद संवेदना भोग गर्ने स्वभावलाई नष्ट गर्न असमर्थ रहनुहुन्छ वा चित्तमा संवेदनाहरूलाई भोग नगर्ने समभावी स्वभाव विकास गर्न असमर्थ रहनुहुन्छ, त्यति बेलासम्म तपाईँ विषय बन्धन, दुःख चक्र आदिलाई नाश गरी निर्वाण प्राप्त गर्न असमर्थ रहनुहुन्छ। चित्तको संवेदना भोग गर्ने स्वभावलाई नष्ट गर्न चित्तलाई संवेदना भोग नगर्ने प्रशिक्षण दिनुपर्छ। त्यसैले विपश्यना साधनामा संवेदनालाई आधार बनाएर चित्तलाई संवेदनाप्रति जागरुक र समभावी रहन प्रशिक्षण दिइन्छ। विपश्यना दुःख सत्यबाट निर्वाण सत्यसम्मको यात्रा हो। विपश्यना साधनाको केन्द्रमा सम्पूर्ण रूपमा तपाईँ नै रहनुहुन्छ। तपाईँमा 4 सत्य छिपेका छन्। विपश्यना साधनामा तपाईँ कुनै बाह्य आत्मा प्राप्ति, परमात्मा प्राप्ति, दिव्य लोक प्राप्ति जस्ता प्राप्तिका लागि प्रयास गर्नुहुन्न। विपश्यना साधनामा तपाईँ स्वयंको दुःख समुदाय सत्यलाई मार्ग सत्यद्वारा नाश गरी समानता रूपमा दुःखलाई नाश गर्दै निर्वाण प्राप्त गर्नुहुन्छ। यस साधनामा तपाईँ स्वयंको वर्तमान जीवनको दुःख सत्यबाट स्वयंमा छिपेको आध्यात्मिक विकासको चरम शिखर बुद्धत्व वा निर्वाण सत्यसम्म यात्रा गर्नुहुन्छ। विपश्यना साधनाले कसरी तपाईँलाई दुःख सत्यबाट निर्वाण सत्यसम्म लिएर जान्छ भन्ने तथ्यको व्याख्या पछाडिका अध्यायहरूमा गरिएको छ। विपश्यना विभिन्न 8 साधना उपस्थित साधना हो। निर्वाणको अर्थ हो प्रकृतिको शाश्वत नियमका कारण तपाईँमा उत्पन्न भएको चित्तको संस्कार नाश गर्नु। जन्म जन्मान्तरदेखि प्रकृतिका शाश्वत नियमका कारण उत्पत्ति र शक्तिशाली बनेका तपाईँका चित्तका इन्द्रियजन्य विषय भोग, तृष्णा, कामवासना, लोभ, स्वार्थ, घमण्ड जस्ता भयानक संस्कार र तपाईँमा उपस्थित म भावरूपी मूल अज्ञानलाई नष्ट गरे निर्वाण प्राप्त गर्न साधारण आध्यात्मिक साधनाद्वारा असम्भव छ। साधारण निर्वाण साधनाद्वारा तपाईँ वर्षौंको कुरा त छाडौँ, कल्पौँसम्म साधना गरे पनि चित्तको संवेदना भोग गर्ने स्वभावलाई नष्ट गर्न असमर्थ रहनुहुन्छ। निर्वाण प्राप्तिको यही दुरूह अवस्थालाई बुझेर भगवानले 8 साधनाहरूलाई संयोजन गरेर अत्यन्त शक्तिशाली आर्य अष्टाङ्ग मार्ग निर्माण गर्नुभएको छ। वर्तमान समयमा पनि कयौँ विपश्यी साधक विपश्यना साधनामा 8 साधना उपस्थित छन् भन्ने सत्य बुझ्न असमर्थ छन्। विपश्यना 8 वटा साधना उपस्थित साधना हो। यसमा तपाईँ आर्य अष्टाङ्ग मार्गका साधनामाथि साधना गर्नुहुन्छ। विपश्यना साधना सतत वा 24 घण्टा साधनारत रहनुपर्ने साधना हो। तपाईँको जीवन सत्तामा प्रकृतिका शाश्वत नियमले 24 घण्टा संस्कारहरू उत्पत्ति र विस्तार गरिरहेका छन्। यसरी 24 घण्टा संस्कार उत्पत्ति र विस्तार भइरहेको तपाईँको जीवन सत्तामा बिहान बेलुका 1-2 घण्टा साधना गरेर निर्वाण प्राप्त गर्न असम्भव छ। त्यसैले भगवानले 8 वटा साधनालाई संयोजन गरेर जुन शक्तिशाली विपश्यना साधना विधि निर्माण गर्नुभएको छ, यस साधनामा सम्यक कर्म, सम्यक वाणी, सम्यक आजीविका आदि जस्ता सतत वा 24 घण्टा साधनारत रहनुपर्ने साधनाहरू पनि उपस्थित छन्। यदि तपाईँ विधिपूर्वक विपश्यना साधना गर्नुहुन्छ भने तपाईँ विपश्यना साधनामा बिहान बेलुका 1-1 घण्टा गरिने संवेदनामाथिको साधना पश्चात पनि कर्म, वाणी, आजीविकाका सम्पूर्ण क्षणमा न राग न द्वेषको सम्यक स्थितिमा रहिरहनुपर्छ। तपाईँले
सतत साधनारत रहिरहनुपर्छ। जब 24 घण्टा भनिन्छ, यस शब्दलाई निन्द्राको समय, जुन समयमा तपाईँ जागरुक र समभावी रहन असमर्थ रहनुहुन्छ, त्यस समय बाहेकको सम्पूर्ण समय भनेर बुझ्नुपर्ने हुन्छ। विपश्यना साधनामा तपाईँ 24 घण्टा साधनारत रहनुहुन्छ। यो साधना तपाईँ 24 घण्टा स्वयंको देह र चित्तमा उत्पन्न भएका संवेदनाप्रति जागरुक र सम्प्रज्ञानी रहिरहनु पर्दछ। विपश्यना आफै जीवनसत्ताको अन्वेषण हो। तपाईँले देह र चित्त सम्मिलित जीवनसत्ता प्राप्त गर्नुभएको छ। जीवन पर्यन्त तपाईँ यस जीवनसत्तामै रहनुहुन्छ। तर देह के हो? देह सत्ता कसरी बनेको छ? देह सत्तामा के अङ्ग वा पक्षहरू उपस्थित छन्? ती अङ्गका भूमिका वा कार्य के हो? चित्त के हो? चित्तका विभिन्न भागहरू के हुन्? चित्तका प्रत्येक भागको भूमिका के हो? चित्तमा छिपेका प्रकृतिका शाश्वत नियम के हुन्? देह र चित्त बीचको सम्बन्ध के हो? देह, इन्द्रिय, चित्त, चित्तका 4 खण्ड, जगतका विषय र प्रकृतिका शाश्वत नियमहरूको संयोजनबाट तपाईँमा कस्तो जीवन प्रक्रिया स्वतः सञ्चालित छ? तपाईँमा कसरी बन्धन उत्पन्न हुन्छ? तपाईँमा कसरी निर्वाण उत्पन्न हुन्छ? आदि प्रश्नहरूप्रति तपाईँ अनभिज्ञ हुनुहुन्छ। स्वयंको जीवन सत्ता र स्वयंमा स्वसञ्चालित जीवन प्रक्रियाको अनभिज्ञताका कारण नै तपाईँले प्रतिक्षण संस्कारहरू उत्पन्न र विस्तार गरिरहनु भएको छ। स्वयंको जीवनमा दुःख चक्र, भवचक्र, लोकचक्र उत्पन्न गरिरहनु भएको छ। विपश्यना साधनामा तपाईँ स्वयंको जीवन सत्ताको गहन अन्वेषण गर्नुहुन्छ। जब तपाईँ आफ्नै जीवन सत्ताको गहन अन्वेषण गरी माथि उल्लेख गरिएका सम्पूर्ण प्रश्नप्रति स्पष्ट हुनुहुन्छ, त्यस स्थितिमा तपाईँ कसरी चित्तमा संस्कारहरू उत्पन्न हुन्छन् र संस्कारहरूलाई नाश गरी निर्वाण प्राप्त गर्न सकिन्छ भन्ने तथ्यप्रति स्पष्ट बन्नुहुन्छ। विपश्यना साधनामा तपाईँ स्वयंको जीवनसत्ता र यस जीवनसत्ताको गहन अन्वेषण गर्नुहुन्छ। विपश्यना स्वयंको देह क्षेत्र र चित्त क्षेत्रको यथार्थ स्वरूपको अन्वेषण हो। बाह्य रूपमा झट्ट हेर्दा तपाईँको जीवनसत्ता स्थूल देह र चित्तको संयोजनबाट निर्मित भए जस्तो प्रतीत हुन्छ। तपाईँको स्थूल देह पनि मांसपेशी, रगत, हाड, नसा आदिबाट निर्माण भएको जस्तै देखिन्छ। देह जस्तै स्थूल रूपमा स्पष्ट बोध नभए पनि तपाईँ स्वयंभित्र छिपेको चित्त वा मनको प्रष्ट आभास गर्नुहुन्छ। तपाईँ यही देह र चित्तको संयोजनबाट निर्मित देह सत्तालाई म मानिरहनु भएको छ, तर यथार्थमा तपाईँको जीवन सत्तामा म नामक कुनै वस्तु वा तथ्यको उपस्थिति नै छैन। तपाईँको जुन स्थूल झैँ प्रतीत भइरहेको देह क्षेत्र छ, यथार्थमा यो क्षेत्र मात्र परमाणु रूप छ। अझ गहिराइमा गएर भन्ने हो भने तपाईँको देह क्षेत्र तरङ्गको पूज्य रूप मात्र छ। तपाईँको चित्त पनि यथार्थमा तरङ्गको पुञ्ज रूप छ। यसरी यथार्थ स्वरूपमा तपाईँ तरङ्गको पूज्य रूप हुनुहुन्छ, तर स्वयंको यो यथार्थ तरङ्ग स्वरूपको प्रमाणिक ज्ञान प्राप्त नभएकाले तपाईँको देह र चित्त सम्मिलित देह सत्तालाई म मानिरहनु भएको छ। स्वयंलाई म मान्नु वा देह सत्तालाई म मान्नुलाई नै सम्पूर्ण मोक्ष शास्त्रले मूल अविद्या वा मूल अज्ञान भनेका छन्। जबसम्म यो मूल अज्ञान नाश हुँदैन, त्यस स्थितिसम्म साधकले निर्वाण प्राप्त गर्न असमर्थ हुने बताएका छन्। विपश्यना साधना भन्नु नै काय क्षेत्र र चित्त क्षेत्रलाई सूक्ष्मतर
र सूक्ष्म रूपमा टुक्राउँदै लगेर काय र चित्त तरङ्गै तरङ्गको पुञ्ज मात्र हो भन्ने स्थितिसम्म पुग्नु हो। काय र चित्तको सत्य स्वरूपसम्म पुग्नु हो। जब तपाईँ दीर्घकालीन विपश्यना साधनाद्वारा स्वयंको काय क्षेत्र र चित्त क्षेत्रको यथार्थ तरङ्ग रूप स्वरूपलाई अनुभूति गर्नुहुन्छ वा जब तपाईँ स्वयंको यस तरङ्ग रूप अनित्य स्वभावप्रति स्पष्ट हुनुहुन्छ, त्यस क्षणमा तपाईँको म भाव सनै सनै पग्लिन थाल्छ। जब तपाईँमा म भाव नाश हुन्छ, त्यस स्थितिमा तपाईँ सनै सनै निर्वाण लक्ष्यतर्फ विचरण गर्न थाल्नुहुन्छ। यसरी विपश्यना साधनामा तपाईँले स्वयंको देह क्षेत्र र चित्त क्षेत्रको यथार्थ स्वरूपको अन्वेषण प्रक्रियाद्वारा अन्ततः निर्वाण प्राप्त गर्नुहुन्छ। यसरी विपश्यना साधनामा तपाईँले काय क्षेत्र र चित्त क्षेत्रको यथार्थ स्वरूपको अन्वेषण गर्नुहुन्छ। विपश्यना सत्यको अन्वेषण हो। मोक्षको संसारमा जब सत्य भनिन्छ, त्यसको अर्थ हुन्छ कुनै अविनाशी शाश्वत तत्त्व, अनुभूति पद आदिको प्राप्ति। सत्य तपाईँको जीवनको यो स्थिति हो जुन स्थितिमा तपाईँ स्वयंको शाश्वत अविनाशी विशुद्ध स्वरूपलाई प्राप्त गर्नुहुन्छ। निर्वाण जीवन स्थिति नै त्यो सत्य हो जसलाई शास्त्रहरूले आत्मा, आत्मा प्राप्ति, आत्मज्ञान, आत्म साक्षात्कार, आत्मदर्शन, परमात्मा, परमात्मा प्राप्ति, मोक्ष, मुक्ति आदि अनेक नाम वा संज्ञा दिएका छन्। विपश्यना साधना भनेको पनि यही सत्यको अन्वेषण हो। विपश्यना साधनाको लक्ष्य नै निर्वाण सत्य हो। यस साधनामा तपाईँ काय र चित्त क्षेत्रमा उत्पन्न हुने भासमान सत्य वा संवेदनाहरूका परिवर्तनशील गुण, धर्म र स्वभावलाई अवलोकन गर्दै मूल सत्य वा अपरिवर्तनशील इन्द्रियातीत निर्वाण क्षेत्रमा प्रवेश गर्नुहुन्छ। विपश्यना साधनामा तपाईँ दुःखद र सुखद संवेदनाहरूप्रति जुन न राग न द्वेषको मध्यमार्गी सम्यक स्थितिमा रहनुहुन्छ, यही सम्यक स्थिति नै सत्य अन्वेषणको मार्ग हो। यही सम्य मार्गद्वारा तपाईँ असत अनुभूतिहरूले भरिएको पञ्चस्कन्धका क्षेत्रलाई पार गरेर शाश्वत सत्य निर्वाण क्षेत्रलाई साक्षात्कार गर्नुहुन्छ। तपाईँ विपश्यना साधना प्रक्रियाद्वारा आफैभित्र छिपेको सत्यको अन्वेषण गर्नुहुन्छ। विपश्यना पूर्ण साधना विधि हो। जब निर्वाण साधना भनिन्छ, यो साधनाले जन्म जन्मान्तरदेखि तपाईँको चित्तमा सङ्ग्रहित संस्कारलाई पूर्ण रूपमा नाश गरी तपाईँलाई म भाव अनुपस्थित पूर्ण निर्वाण स्थिति प्रदान गर्न सक्नुपर्छ। यदि कुनै निर्वाण साधनाले साधकलाई म भाव निरत पूर्ण निर्वाण स्थिति प्रदान गर्न सक्दैन भने त्यो निर्वाण साधना अपूर्ण, आंशिक, पूरक, मिथ्या, भ्रमपूर्ण साधना हुन पुग्छ। संसारमा ईश्वर, गुरु, मन्त्र, प्रकाश, श्वास प्रश्वास आदिलाई आधार बनाइएका जति पनि निर्वाण साधना विधि छन्, ती साधना विधि कुनै न कुनै रूपमा अपूर्ण, आंशिक, अस्पष्ट, भ्रामक र मिथ्या प्रकृतिका छन्। ती निर्वाण साधनामा संस्कारलाई नष्ट गर्ने प्रज्ञा साधना पक्ष नै अनुपस्थित भएकाले साधकलाई पूर्ण निर्वाण प्रदान असमर्थ छन्। स्वयं भगवान बुद्ध 6 वर्षसम्म मोक्ष साधनामा असफल हुनुको मूल कारण पनि त्यस समयमा प्रचलित सबै मोक्ष साधना विधिहरू पूरक, आंशिक, अपूर्ण, भ्रामक र मिथ्या प्रकृतिका हुनु नै थियो। निर्वाणका दृष्टिले मिथ्यापूर्ण अनेक साधना विधिलाई स्वयंमा गरिएको परीक्षण र आफ्नै निर्वाणको प्रामाणिक अनुभूतिका आधारमा भगवानले प्रतिपादन वा विकास गर्नुभएको विपश्यना साधना विधि पूर्ण छ, सत्य छ,
त्रुटिरहित छ। 8वटा साधना उपस्थित यो साधना तपाईलाई निर्वाण प्रदान गर्न सक्षम छ। 8वटा साधना सम्यक वचन, सम्यक कर्म, सम्यक आजीविका, सम्यक व्यायाम, सम्यक स्मृति, सम्यक समाधि, सम्यक सङ्कल्प, सम्यक दृष्टि उपस्थित यो साधना तपाईलाई निर्वाण प्रदान गर्न सक्षम छ। स्वयं भगवान बुद्ध र भगवान बुद्धको समयमा र तत्पश्चात अरहन्त स्थिति प्राप्त गरेका लाखौं साधक यस सत्यको साक्षी छन्। विपश्यना साधना प्रत्येक चरणमा प्रामाणिक अनुभूतिपूर्ण साधना हो। जब निर्वाण साधना भनिन्छ, यो साधनाले चित्तका संस्कारहरूलाई चरणबद्ध रूपमा शुद्धिकरण गर्ने साधना प्रक्रियालाई बुझाउँछ। यदि कुनै निर्वाण साधना सत्य छ भने त्यस साधनामा साधकलाई साधनाको प्रत्येक चरणको आध्यात्मिक रूपान्तरणको अनुभव प्रामाणिक रूपमा नै प्राप्त हुनुपर्छ। आध्यात्मिक रूपान्तरणका अनुभूतिहरू अस्पष्ट, अमूर्त, साङ्केतिक, अप्रत्यक्ष आदि नभई स्पष्ट, प्रामाणिक र कुनै मापदण्डद्वारा नाप्न सकिने हुनुपर्छ। विपश्यना साधना प्रामाणिक अनुभूतिपूर्ण साधना हो। जब तपाईँ यस साधनामा प्रवेश गर्नुहुन्छ, तपाईँ स्पष्ट वा प्रामाणिक रूपमा नै म साधनाको कुन चरणमा छु, म साधनामा कुन चरणको अनुभूति प्राप्त गरिरहेको छु, मैले प्राप्त गरिरहेको साधना अनुभूति के हुन्, के यी साधना अनुभूति निर्वाणका अनुभूति हुन्, के यी अनुभूति चित्तका विकार क्षय हुँदै जाँदा मनमा उत्पन्न भएका पञ्चस्कन्धभित्रका क्षणभङ्गुर सुखद र दुःखद अनुभूति मात्र हुन् कि निर्वाणका अनुभूति हुन् आदि प्रश्नका उत्तर प्रामाणिक रूपमा नै प्राप्त गर्नुहुन्छ। महासती पठान सुत्तमा भगवानले विपश्यना साधनालाई 12 चरणमा विभाजन गर्दै साधकले साधनाको प्रत्येक चरणमा प्रामाणिक रूपमा कस्तो अनुभूति प्राप्त गर्दछ भन्ने कुराको सरल र स्पष्ट व्याख्या गर्नुभएको छ। विपश्यना साधनाका ती चरणका व्याख्या यही पुस्तकको परिशिष्टमा राखिएको छ। विपश्यना ईश्वर, गुरु, दृश्य, मन्त्र आदि बाह्य आलम्बन रहित साधना विधि हो। विपश्यना साधना बाहेक संसारमा अन्य जति पनि निर्वाण साधना विधि प्रचलनमा छन्, ती साधना विधिमा ईश्वर, गुरु, दृश्य, मन्त्र, ध्वनि, प्रकाश, श्वास प्रश्वास जस्ता बाह्य वस्तुलाई निर्वाण साधनाको आलम्बन बनाएको पाइन्छ। जब निर्वाण जस्तो सूक्ष्म साधनाको आधार कुनै बाह्य आध्यात्मिक विषय हुन्छ, यस्तो स्थितिमा साधकले यस्ता आध्यात्मिक विषयबाट राग प्राप्त गर्न सक्छन्। बाह्य आध्यात्मिक आलम्बनका कारण साधना कालमा अनेक कल्पना, भ्रम, दुविधा प्राप्त गरी साधक साधनामा नै असफल हुन सक्छन्। विपश्यना साधनाको विशिष्ट पक्ष के छ भने यस साधनामा बाह्य आलम्बनहरू पूर्ण रूपमा अनुपस्थित छन्। शुद्ध श्वास प्रश्वास र संवेदना नै विपश्यना साधनाका मूल आधार हुन्। विपश्यना साधनाका यी आलम्बनहरूमा साधकमा आलम्बनप्रति राग उत्पन्न गर्न वा भ्रम उत्पन्न गर्न असमर्थ छन्। विपश्यना बाह्य आध्यात्मिक आलम्बन रहित निर्वाण साधना हो। विपश्यना वर्तमानमा बाँच्नु हो। आध्यात्मिक जगतमा केही शब्द अति लोकप्रिय छन्, तिनीहरूमध्ये एक शब्द वर्तमानमा बाँच्नु हो। वर्तमान पूर्ण समजीवन हो। पूर्ण वर्तमान निर्वाण स्थिति हो। संसारका सम्पूर्ण निर्वाण साधनाले प्राप्त गर्न खोजेको स्थिति पूर्ण वर्तमान हो। संसारका सम्पूर्ण शास्त्र तथा आध्यात्मिक गुरुहरूले वर्तमानमा बाँच्नुपर्ने तथ्यमा जोड दिने गरेका छन्।
वर्तमानको गहन सैद्धान्तिक व्याख्या गरेका छन्, तर कसरी पूर्ण वर्तमान स्थिति प्राप्त गर्न सकिन्छ भन्ने साधना विधिप्रति अनभिज्ञ छन्। विपश्यना त्यस्तो निर्वाण साधना हो जुन साधनामा साधक यथार्थमा वर्तमान क्षणमा बाँच्ने गर्दछन्। जब तपाईँ विपश्यना साधनाको प्रथम साधना आनापान सहित साधनामा प्रवेश गर्नुहुन्छ, त्यो क्षणमा तपाईँ वर्तमान क्षणको श्वास प्रश्वासको यथार्थलाई बोध गर्नुहुन्छ। जब तपाईँ विपश्यना साधनामा प्रवेश गर्नुहुन्छ वा प्रतिक्षण काय र चित्तमा उत्पन्न भएका संवेदनालाई स्मृतिवान र प्रज्ञावान भएर अवलोकन गर्नुहुन्छ, त्यस क्षणमा पनि तपाईँ वर्तमान क्षणमा नै बाँच्नुहुन्छ। साधना कालमा जब तपाईँ चञ्चल मनलाई खिचेर समभावमा राख्नुहुन्छ, त्यो क्षणमा पनि वर्तमानमा नै बाँच्नुहुन्छ। जब तपाईँ कर्म, वाणी, आजीविकाका क्षणमा सम्यक स्थितिमा रहनुहुन्छ, त्यो क्षणमा पनि वर्तमानमा नै बाँच्नुहुन्छ। यसरी तपाईँ विपश्यना साधनाका सम्पूर्ण क्षणमा वर्तमानमा नै बाँच्नुहुन्छ। जब तपाईँ यस साधना प्रक्रियाद्वारा मनलाई संवेदनाहरूप्रति समभावी बनाउँदै अन्ततः चित्तको पूर्ण समभावी स्थिति प्राप्त गर्नुहुन्छ वा निर्वाण प्राप्त गर्नुहुन्छ, यही नै पूर्ण वर्तमानको स्थिति भएकाले तपाईँ वर्तमानमा नै बाँच्नुहुन्छ। यसरी विपश्यना साधनामा तपाईँ सम्पूर्ण स्थितिमा वर्तमानमा बाँच्नुहुन्छ। विपश्यना सार्वजनिक, सार्वदेशिक, सार्वकालिक साधना मार्ग हो। विपश्यना धम्म वा प्रकृतिका नियमहरूमा आधारित सार्वजनिक, सार्वकालिक, सार्वदेशिक साधना हो। यो भगवान बुद्धले स्वयं निर्माण गर्नुभएको निजी साधना पनि होइन। विपश्यना साधनामा भगवानले मात्र प्रकृतिमा छिपेको बन्धन र निर्वाणको अदृश्य र रहस्यमय प्रक्रियालाई स्वप्रयासद्वारा फैलाएर प्रकाश पार्नु भएको मात्र हो। विपश्यना बुद्ध धर्मावलम्बीहरूको मात्र साधना पनि होइन, वा बुद्ध धर्मावलम्बीहरूले मात्र यस साधनाबाट निर्वाण प्राप्त गर्ने गर्दैनन्। अपितु प्रकृतिको शाश्वत नियमहरूमा आधारित यो साधना सबै धर्म, जाति, देश, काल, सम्प्रदाय, धार्मिक मान्यता भएका व्यक्तिलाई समान रूपमा लागू हुन पुग्छ।